नमस्ते साथीहरू सबैजनालाई मेरो फर्स्ट भ्लगमा स्वागत छ। म निल। म चाहिँ अहिले 2 नम्बर ओडामा कुम्बिया काम गर्न गइरहेको छु। देख्न सक्नुहुन्छ म गाडी लिएर काममा जाँदैछु। केटाहरु स्कुलबाट के छ केटा हो? बाइ बाइ। भर्खरै हामीले स्कुल जाँदै गरेका विद्यार्थीहरूले देख्यौँ। स्कुल नजिकै भएकाले अक्सर विद्यार्थीहरू फेला पर्दछन्। तार लाग्छ के माथि गाडीमा तार लागेर हुन्छ है। कहिलेकाहीँ तारले गर्दा गाडी चलाउन अलि अप्ठ्यारो हुन्छ। म प्राय गाडीमा एक्लै हिँडिरहेको हुन्छु। आज चाहिँ एकदमै चर्को घाम लागिरहेको छ। यो जाडो याममा घाम पाउँदा म चाहिँ एकदमै खुसी भएको छु। चिसो पनि छ, घाम पनि छ, मिक्स छ। अलि अब बिराम हुने डर पनि बढी छ है। यस्तो मौसममा चाहिँ साथीहरू सबैले आफ्नो ख्याल गर्नुहोला। यो चाहिँ बर्दुगोरिया गाउँपालिका वडा नम्बर 2 कुम्बिया जाने बाटो गाइस। यहाँबाट नजिक को हुनुहुन्छ है माया गरिदिनु होला। विद्यालय जाने क्रममा विद्यार्थीहरू आज धेरै काम छ। पुरै जङ्गल फाट्नुपर्ने छ अरे। म चाहिँ गएको छैन है। ठ्याक्कै कहाँनिर काम भन्ने मलाई ठ्याक्कै यो पनि थाहा भएन। चाहिँ सर हुँदा चाहिँ त्यही तार तार यस्तै लाग्छ है। गाडीमा गाह्रो हुन्छ। एक्लै छु गाडीमा है। उसले गर्दाखेरि होइन मैले अफ गरेको है। अब देख्न सक्नुहुन्छ स्कुल पनि क्रस गरेर विद्यार्थीहरू जाँदैछन् है। साथीहरू हामी चाहिँ आइसक्यौँ 2 नम्बर ओडामा कुम्बियामा। हामीसँग हाम्रा प्राविधिक सर हुनुहुन्छ। प्राविधिक सर र ओडा सदस्य सर यहाँ आइपुग्नु भएको छ। बाटो देखाउँदै हुनुहुन्छ कसरी काम गर्ने भनेर। यो एकदम चाक्लो बनाउनु पर्ने छ, मस्त बनाउनु पर्ने छ भनिराख्नु भएको छ जङ्ग सरले। म चाहिँ बाटो हेरेर फर्किसकेको छु र गाडीतर्फ जाँदैछु है। देख्न सक्नुहुन्छ एकदम ढुङ्गै छ। बाटो खासै राम्रो छैन है। यसमा गाडी ल्याउनु पनि एकदम गाह्रो हुन्छ है। मैले चाहिँ गाडी यता पार्किङ गरेर एकचोटि हेर्न गएको थिएँ बाटो कस्तो छ के छ भनेर। एकदम बाटो चाहिँ सबै हिसाबले भव्य हिसाबले बनाइन्छ। अब देख्न सक्नुहुन्छ यहाँको वातावरण खोला बारी चाहिँ अब फर्स्ट टाइम आएको म पनि है। के साथीहरू लेट्स गो। म गाडीमा चढेर बाटो बनाउनुतर्फ लागि साथीहरू। ल साथीहरू मैले गाडी पनि स्टार्ट गरिसकेँ है। देख्न सक्नुहुन्छ अब चाहिँ काम गर्ने। अब काम गर्दाखेरि चाहिँ भिडियो बनाउन सकिन्न, सरी है गाइजहरू। म चाहिँ काम गरिसकेपछि बाटो बनाएको दृश्य हजुरहरूलाई म देखाउँछु। अहिले चाहिँ म अब आफ्नो काम गर्छु ल। यो बाटोमा चाहिँ फर्स्ट राउन्ड ब्लेड लागिसक्यो। देख्न सक्नुहुन्छ हजुरहरूले। एकदम राम्रो गाउँ छ, शान्त गाउँ छ है। बाटो पनि एकदम बनिरहेछ। बाटो बनाउँदा चुनौतीहरू धेरै आउँछन्। कहिलेकाहीँ गाडीमा तार लाग्छ भने कहिलेकाहीँ घाँस रुख लाग्ने गर्दछ, जसले गर्दा सिसामा असर पर्छ। त्यसैले देख्न सक्नुहुन्छ गाउँलेहरूलाई मैले घाँस काट्न पठाएको छु। उनीहरू घाँस काट्दै हुनुहुन्छ। यो बाटोमा ब्लेड लागिसकेपछि म चाहिँ अर्को बाटोतर्फ लाग्दछु। अब हामी भने एउटा बाटो सकाएर अर्को बाटोतर्फ लागिसक्यौँ साथीहरू। देख्न सक्नुहुन्छ यो हो जङ्गलको बाटो। यहाँ भुरभार झारपात र रुखहरू हाँगाहरू धेरै छन् र ती हाँगाहरू काट्दै हुनुहुन्छ हाम्रा साथीहरू। देख्न सक्नुहुन्छ प्राविधिक सरसँग उहाँ कुराकानी गर्दै हुनुहुन्छ। देख्न सक्नुहुन्छ साथीहरू म गाडी चलाउँदैछु र लगभग यो बाटो सक्ने क्रम जारी भइसक्यो र बाटो फाइनली सकिँदा चाहिँ यस्तो देखियो। अब म भने फर्किने क्रममा छु र हामी चाहिँ गाडीलाई धुन्छौँ खोलामा। देख्न सक्नुहुन्छ हामी आइसक्यौँ खोलामा। गाडी धुँदैछौँ र एकछिन धोएर गाडी धोइसकेपछि हामी पुनः रुमतिर फर्कन्छौँ र अब देख्न सक्नुहुन्छ यो चाहिँ साँझको लगभग 5 बजिसकेको छ साथीहरू। खोलाबाट गाडी धोइसकेपछि हामी कोठातर्फ लाग्दछौँ साथीहरू।
रमाइलो हुन्छ काम सिधाएर घरतिर रोडतिर फर्केर के रमाइलो के खुसी लाग्छ के भन्ने भोकुने लास्टै लागिसक्यो कि होइन कतिखेर रुममा जाने कतिखेर खाना पकाउने भन्ने सोचिरहेको छ डर लाग्छ मलाई तार देखेर है अझै तार हुन्छ क्या यदि हजुरहरूलाई गाउँले जीवन मनपर्छ भने लाइक र कहाँबाट हेर्दै हुन्छ कमेन्ट गर्नुहोला। आगामी दिनहरूमा यस्तै भिडियोहरू हामी अपलोड गर्दछौँ। त्यसका लागि हजुरहरूले बेल आइकन प्रेस गरी अल नोटिफिकेसनमा क्लिक गर्नुहोला। थ्याङ्क यू, लभ यु अल गाइज, निड